लुटेरा, चोर, फटा, गजडी भन्ने यो व्यक्तिलाई चाहिँ युवाको नाममा कलङ्कलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? हुँदा हुँदा अब हामीले एउटै मात्रै व्यक्ति हुनुहुन्छ मेयर बालेन साहब। उहाँको बारेमा पनि यतिसम्म विरोध गर्न सक्ने युवाको नाममा कलङ्कलाई यो भिडियो हेर्नुहोस् अनि 7 पुस्तालाई पुग्ने गरी आशीर्वाद दिनुहोला। हामीले जुन मेयरको रूपमा देखेका थियौँ आज तपाईँ मेयर होइन, तपाईँ लुटेरा हो, तपाईँ लुटेरा हो, तपाईँ चोर हो। मैले यो पनि सुन्न पाएँ उसको बुवाले बालेन साहबले यस्तो काम नगर्नु, यो हाम्रो सम्पूर्ण एउटा वर्गले नै आज हामीलाई चाहिँ एउटा चाहिँ धिक्कार गरेको चाहिँ थुथु गरेको अवस्था आयो। मोदी समुदायले नै यसो गरेको नगर्नु भन्दा बाउकै कुरा नसुन्ने। यो गाँजा खाएको भरमा काम गरिरहेको छैन, यो गाँजा खाएको भरमा तपाईँले जे पनि गरिरहेको छैन। म बालेन साहबलाई चुनौतीका साथ यो मञ्चबाट भन्न चाहन्छु, आउनु खुला बहस गरौँ, तपाईँसँग ताकत छ भने। हो यस्ताले गर्दाखेरि हाम्रो नेपाल देश बिग्रिएको। युवाको नाममा युवाले नबुझ्दाखेरि अब त्यति राम्रो काम गरिरहेको बालेन शाहलाई पनि यसरी अब खुट्टा तान्न थालिसकेका छन् युवाहरूले। अनि पछाडि एउटा हो गरेर त ताली पछाडिन्। सत्यमा कमसेकम राम्रोलाई राम्रो त भन्न सक्नु पऱ्यो नि, नराम्रो भन्यो भने। राम्रो कुन हो नराम्रो कुन हो भने हामी युवाले छुट्याउन सक्नु पऱ्यो। यस्ता युवाले गर्दाखेरि हाम्रो देश बिग्रिएको हो। र तपाईँहरू पनि के भन्न चाहनुहुन्छ?